Hello, welcome to my blog. This is Central African Republic. आज तपाईहरुलाई म सेन्ट्रल अफ्रिकाको घाँसे मैदान चौर देखाउन गइरहेको छु। र हेर्नु सेन्ट्रल अफ्रिकामा चाहिँ यस्तो मैदान पाउँछ। हामी यात्राको क्रममा केही समय बस्नु पर्ने भएकोले यस स्थानमा रेस्ट टाइममा तपाईहरुलाई म घाँसे मैदान देखाउन गइरहेको छु। यो मैदानको यो ढुङ्गाको आकार जस्तो देखिने चाहिँ यो धमिराको गोला भनिन्छ। धमिराको घर माथि छाता जस्तै बनाएर व्यवस्थित तरिकाले बनाउँछ यहाँको धमिराले। हेर्नुस् घाँसे मैदान रमाइलो छ। नेपाल जस्तै नेपालको पाटन जस्तै ठाउँ यहाँ हेर्न सक्नुहुन्छ। नेपालमा पाउने झाडीबुट्यान रुख बिरुवा उस्तै पाउन सकिन्छ। सबैजनाले हेरेर साथ दिनु होला। धन्यवाद।